अहिले यो गीत चाहिँ एकदमै सामाजिक सञ्जालमा चाहिँ भाइरल भइरहेको छ र यसले चाहिँ सोसल मिडियाबाट र युट्युबबाट खास गरी चाहिँ कति पैसा कमायो। आजको भिडियोमा तपाईँलाई यो चाहिँ पहिलो हाँसो पहिलो बोलको गीतमा चाहिँ कति युट्युबबाट अर्निङ गर्यो तपाईँलाई लाइभ चाहिँ मैले चाहिँ यसमा अर्निङ गरेको देखाउने छु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। सबभन्दा पहिला त्यसको लागि चाहिँ म पहिला युट्युबलाई चाहिँ ओपन गर्छु र यसको पहिला भ्युज हेर्छौँ। युट्युबलाई ओपन गरिसकेपछि माथि सर्च बारमा जान्छु र त्यो मैले चाहिँ पहिलो हाँसो पहिलो बोलको गीतलाई चाहिँ यहाँनिर चाहिँ टाइप गरेर सर्च गर्छु है त। पहिला यहाँनिर चाहिँ पहिलो हाँसो पहिलो बोल यहाँनिर चाहिँ गीतको यहाँ चाहिँ हेडिङ यानि कि टाइटल आएको छ। म सबभन्दा पहिला त यहाँ माथिनिर चाहिँ यो गीतलाई चाहिँ चुज गर्छु, यो टाइटललाई चुज गरेँ। अब यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ म्याक्सिमम चाहिँ यो सुरुको गीतमा त 5,48,000 भ्युज आएको छ एकवटामा। त्यसपछि यहाँ चाहिँ मिलियन भ्युज छ, यहाँ 4.1 मिलियन भ्युज छ देख्न सक्नुहुन्छ। त्यसपछि 9,80,000 भ्युज छ। यहाँ चाहिँ थुप्रै क्रिएटरहरूले चाहिँ यो म्युजिकलाई चाहिँ प्रयोग गरेर राम्रो भ्युज चाहिँ इन्क्रिज गर्नुभएको छ युट्युबबाट देख्न सक्नुहुन्छ। थुप्रै व्यक्तिहरूले चाहिँ यसलाई चाहिँ अपलोड गरेका छन्। मिलियन भ्युज छ यहाँनिर। प्रायः जसो सबैको चाहिँ यो गीत चाहिँ राख्दा बित्तिकै युट्युबमा भाइरल पनि भइरहेको छ। र अब सबभन्दा बढी आएको अब त्यो युट्युबमा चाहिँ कुन भिडियोमा चाहिँ बढी भ्युज आएको छ त्यो भिडियोको देखाउनेछौँ। त्यसको लागि सबभन्दा पहिला यहाँ चाहिँ देख्न सक्नुहुन्छ 4.1 मिलियन यहाँ चाहिँ भ्युज छ सबभन्दा बढी भनेको। र यसलाई चाहिँ हामीले चाहिँ पहिला यहाँनिर चाहिँ यसको चाहिँ अब अर्निङ कति भयो त्यो देखाउनेछौँ। त्यसको लागि पहिला त हामीले चाहिँ यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ प्रायः जसो भिडियो चाहिँ अरूमा भ्युज छैन, त्यो भिडियोमा मात्रै यहाँनिर चाहिँ 4.1 मिलियन भनेको 41 लाख भ्युज छ यहाँनिर एक महिना अगाडि अपलोड गरेको। अब यो गीतलाई हामी पहिला ओपन गर्छौँ, यो चाहिँ च्यानल कपी गर्छौँ र त्यो चाहिँ अर्निङ कति भयो त्यो हेर्नको लागि चाहिँ अब यहाँनिर चाहिँ दिएको छ दिया प्रोडक्सन भन्ने युट्युब च्यानल रहेछ। यसमा अब यो च्यानललाई कपी गर्छु। कपी गरिसकेपछि जस्ट यहाँनिर चाहिँ कपी देखाएको छ, कपी गरेँ। त्यसपछि अब म चाहिँ कहाँ जान्छु त गुगलमा जान्छु। गुगलमा ओपन गर्छु, यहाँनिर चाहिँ गुगललाई ओपन गर्छु। गुगललाई ओपन गरिसकेपछि यहाँ चाहिँ सर्च बारमा जान्छु र अब हामीले चाहिँ युट्युबको अर्निङ चेक गर्नको लागि चाहिँ यहाँ चाहिँ सोसल ब्लेड भन्ने एउटा चाहिँ वेबसाइट हुन्छ जसबाट हामीले चेक गर्न सकिन्छ। टाइप गर्छु यहाँनिर चाहिँ सोसल ब्लेड भनेर। यहाँ चाहिँ सुरुमा देखाएको छ सोसल ब्लेड देख्न सक्नुहुन्छ। अब हामीले चाहिँ यो सोसल ब्लेडको अप्सनमा क्लिक गर्छौँ। क्लिक गरिसकेपछि अब यहाँ माथिनिर देख्न सक्नुहुन्छ सर्च बारको एउटा चाहिँ अप्सन देखाएको छ आइकन, यसमा जस्ट हामी क्लिक गर्छौँ। जस्ट मैले यसमा चाहिँ क्लिक गरेँ। क्लिक गरिसकेपछि अब यहाँनिर चाहिँ त्यो अब जुन अघि च्यानल कपी गरेको थियो त्यसलाई यहाँनिर चाहिँ पेस्ट गरिदिन्छु। पेस्ट गरिसकेपछि यहाँ चाहिँ सर्च गरिदिन्छु। सर्च गरिसकेपछि अब यहाँ चाहिँ देखाएको छ देख्न सक्नुहुन्छ दिया प्रोडक्सनको सब्सक्राइब चाहिँ 40,000 छ टोटल्ली र भ्युज 5.3 मिलियन छ र भिडियो चाहिँ 22वटा चाहिँ यहाँ चाहिँ अपलोड गरिएको छ। क्रिएट भनेको छ 2021 नोभेम्बर 1मा क्रिएट गरिएको छ। अब अर्निङ कति भयो त्यो चेक गर्दैछौँ। त्यसको लागि यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ सबै डेटाहरू देखाएको छ। त्यसमा अर्निङ कति भयो, कति भ्युज, कति अब सब्सक्राइब अगेन भयो भनेर सुरुमा दिएको छ देख्न सक्नुहुन्छ। यहाँनिर चाहिँ यो च्यानलले चाहिँ गएको एक महिनामा 30 दिनमा चाहिँ यहाँनिर चाहिँ 29,000 चाहिँ सब्सक्राइब आएको छ यहाँनिर देख्न सक्नुहुन्छ। त्यही गीतबाट नै म्याक्सिमम आएको छ। 30 दिनमा 29,000 सब्सक्राइब यहाँनिर चाहिँ आएको छ भने यहाँनिर चाहिँ मिलियन चाहिँ 30 दिनमा चाहिँ भ्युज आएको छ देख्न सक्नुहुन्छ। यहाँनिर चाहिँ देखाएको छ 30 दिनमा 4 मिलियन भ्युज छ। त्यसपछि अब तपाईँको चाहिँ यसमा चाहिँ कति अर्निङ भयो यो महिनामा देख्न सक्नुहुन्छ। त्यो भिडियोबाट यहाँ टोटल यहाँनिर चाहिँ दिएको छ देख्न सक्नुहुन्छ $989 चाहिँ अर्निङ भएको छ यो महिनामा देख्न सक्नुहुन्छ। गएको चाहिँ 30 दिनमा यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ $989 भनेको कति हो त, जसलाई हामीले चाहिँ नेपालीमा क्यालकुलेट गरेर पनि देखाउनेछौँ र तलतिर पनि वार्षिक यहाँनिर चाहिँ अर्निङ भएको देखाएको छ। यति चाहिँ अर्निङ हुन्छ भनेर यतिदेखि यतिसम्म भनेर देखाएको छ। अब हामीले चाहिँ माथिनिरको चाहिँ $989 को चाहिँ नेपाली कति हुन्छ त्यसलाई गुगलमा गएर नेपालीमा कन्भर्ट गर्नेछौँ र नेपालीमा कति हुन्छ त्यो देखाउनेछौँ। त्यसको लागि सबभन्दा पहिला गुगलमा आएको छु र माथि सर्च बारमा यहाँ चाहिँ के टाइप गर्छु त $989 DOLLARS डलर्स इन नेपाली रुपिस भनेर म टाइप गर्छु। टाइप गरिसकेपछि यहाँ चाहिँ सबै देखाउने छ। यहाँ चाहिँ सर्च गरेँ देख्न सक्नुहुन्छ $989 को कति हुँदो रहेछ त नेपालीमा क्यालकुलेट गर्दाखेरि यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ 1,42,444 रुपियाँ चाहिँ हुन जान्छ। भनेपछि चाहिँ त्यो युट्युब च्यानलबाट चाहिँ त्यो पहिलो हाँसो पहिलो बोलको गीतबाट चाहिँ 1,42,000 चाहिँ सबभन्दा बढी भ्युज आएको युट्युबमा चाहिँ भिडियो थियो। त्यसले चाहिँ त्यो म्युजिक भिडियोमा चाहिँ 1,42,000 चाहिँ अर्निङ भएको छ। यहाँ चाहिँ थुप्रै भिडियोहरूमा चाहिँ मिलियन भ्युज छ देख्न सक्नुहुन्छ। तलतिरको चाहिँ गीतमा पनि देख्न सक्नुहुन्छ 3.9 मिलियन यहाँनिर चाहिँ भ्युज रहेको छ देख्न सक्नुहुन्छ। यो गीतले पनि त्यही बराबर लगभग समथिङ कमाएको छ 1 लाख प्लस नै। त्यसपछि यहाँ चाहिँ थुप्रै भिडियोहरूमा चाहिँ यहाँ चाहिँ राम्रो भ्युज आएको छ, राम्रो अर्निङ भएको छ र यहाँ चाहिँ टिकटकमा पनि त्यत्तिकैले चाहिँ अर्निङ गरेका छन्। यहाँ चाहिँ टिकटकमा पनि लाखौँ भ्युज छ र टिकटकबाट पनि धेरैले कमाइरहेका छन्। एभरेजमा भन्ने हो
भने नेपालमा जुन प्रश्न मैले चाहिँ एआईलाई पनि सोधेको थिएँ, सोसलबाट चाहिँ पहिलो हाँसो पहिलो बोलको चाहिँ गीतबाट चाहिँ कति अर्निङ भयो, जुन एआईबाट चाहिँ क्रिएट गरिएको चाहिँ म्युजिक भिडियो थियो त्यो भनेर चाहिँ मैले चाहिँ टाइप गरेर सोधेको थिएँ यसलाई। त्यसले लगभग 8 देखि 10 लाख चाहिँ युट्युब टिकटकबाट अर्निङ गरेको छ भनेर चाहिँ भनिएको थियो। सो तपाईँले पनि सुनो एआईबाट चाहिँ सङ्ग क्रिएट गर्न सक्नुहुन्छ। कसरी सङ्ग क्रिएट गर्ने अलरेडी भिडियो बनाएको छु र त्यसबाट तपाईँले पैसा पनि कमाउन सक्नुहुन्छ च्यानललाई मोनिटाइज गरेर। अलरेडी भिडियो बनाएको हुनाले चाहिँ भिडियोको लिङ्क डिस्क्रिप्सनमा पनि छ, माथि आई आइकनमा पनि देख्न सक्नुहुन्छ। त्यो भिडियो हेरेर तपाईँले एआई सङ्ग बनाउन सक्नुहुन्छ। मन परेमा आजको भिडियो लाइक, सेयर र च्यानललाई सब्सक्राइब गरेर जोड्नुहोला। धन्यवाद, नमस्कार।